हेलो भाइ, भन्नु दाइ। के गर्दै हुनुहुन्छ तपाईँ? आज यो हाम्रो तोरीको सागमा हजुर यसो झारहरू गरौँ भनेर हजुर तोरी यो सागहरू हामीले खाइयो टन्नै। हजुर अब यो चाहिँ फुलेको छ। हजुर फेरि यसको चाहिँ के भन्छ यो बिउहरू हजुर बनाउने। हजुर अनि त्यसपछि फेरि अर्को सालको तयारी। हजुर सबै राम्रो फुलेको छ तोरीको। तोरीले गेडा पनि हाल्न लागिसक्यो लगभग। हजुर तोरी पनि फुलिसकेर पनि हजुर अब बिउहरू बन्न लागिसकेको छ। भनेपछि यो चाहिँ तपाईँले लगाउनु भएको? यो अब हामीले लगाएको भनौँ न रेस्टुरेन्टमा खाली समयमा यसो समयको सदुपयोग। अनि मतलब यति थोरै ठाउँमा पनि मतलब यस्तो यहाँ यतिको राम्रो चाहिँ जापानमा फलाउन सकिँदो रहेछ भनेपछि। काम मेहनत गरी चाहिँ हुँदो रहेछ भन्ने चाहिँ एउटा उदाहरण पनि भयो यो। हजुर अनि राम्रो भएको छ सागहरू। आजभोलि नेपालमा मान्छेले भएको जग्गा जमिन त अरूलाई दिएर हिँडे गर्न नसकेर होइन, त्यो त त्यही हो, सबैको त्यस्तै भइरहेछ। अब हाम्रो तर चाहिँ चाहिँ हुनेसित भन्दा नहुनेलाई झन् खाँचो हुँदो रहेछ क्या। मतलब हो धेरै हो। हुनेले चाहिँ अब भएको नि अरूलाई दिएर हिँड्छन् के गर्न नसकेर, नहुनेले बिचरा अलिकति त गमला भेटाए पनि या अथवा खाली ठाउँ भेटाए पनि त्यसमा चाहिँ कसरी हुन्छ थोरैमा पनि धेरै खेती गरेर खाने ऊ गरिरहनुहुन्छ, कोसिस गरिराख्नुहुन्छ। अनि यता पनि सानो सानो भइरहेको छ यो। अब यसलाई खान मिल्छ कि नै? अब मिल्दैन, यसको चाहिँ सिजन सकिसक्यो। हजुर अब यो अर्को साल हो। यो चाहिँ धेरै फुलेको छ। सबै यो नेपालमा भन्दा यो नेपालमा भन्दा पनि राम्रो तोरी फुलेको छ। दाना पनि तोरी हालिसक्यो। हो, यो तोरीको साग हो। दाना हालिसक्यो। अब यो चाहिँ मतलब अब धेरै समय लाग्दैन यसलाई भनेको। अब त्यही हो, एकचोटि अब चाहिँ एक महिनामा यसको गेडाहरू तयार हुन्छ। हजुर त्यसपछि यसलाई राख्ने, फेरि अर्को साल आफै पनि उम्रिन्छ। अलिकति आफूले छरे राम्रो। अनि एकचोटि फेरि दर्शकहरूलाई केही भन्न चाहनुहुन्छ? दर्शक महानुभावहरूलाई के भन्ने, अब गर्नुहोस् हजुरहरूले पनि राम्रोसँग गरे के हुँदैन र? गरे हुन्छ। गरेर आफूलाई खाना पनि भयो, खाली ठाउँको सदुपयोग पनि भयो। हेर्नु त कस्तो राम्रो फलाउनु भयो रहेछ। धेरै राम्रो भएको छ। दाना पनि बस